मान्य सदस्यहरू किन उठ्नु भएको छ? मान्य सदस्यहरू बस्नुहोस्। मैले नियम 15 को 2 पालना गर, संसदीय सर्वोच्चता कायम गर, सरकार संसदप्रति जवाफदेही बन्नै पर्छ। नियम 15 को 2 पालना गर, संसदीय सर्वोच्चता कायम गर्नै पर्छ, सरकार संसदप्रति जवाफदेही बन्नै पर्छ। गणतन्त्रको तेस्रो दिन विधिको शासन लागू गर, विधिको शासन लागू गर, हेपा प्रविधि बन्द गर, हेपा प्रविधि बन्द गर, प्रतिपक्ष आवाज दबाउन पाइँदैन, प्रतिपक्षको आवाज दबाउन पाइँदैन, लोकतन्त्र सुनिश्चित गर, लोकतन्त्र सुनिश्चित गर। संसदीय सुनवाईमा सहभागिता गर, संसदीय सुनवाईमा सहभागिता गर, संसदीय विभेद बन्द गर, प्रतिपक्षको सदन स्थापित गर, प्रतिपक्षको सदन स्थापित गर, बोल्ने समय वृद्धि गर, बोल्ने समय वृद्धि गर। सुकुम्बासीलाई बाँच्न दे, सुकुम्बासीलाई बाँच्न दे, नेपाली बनेर हाँस्न दे, नेपाली बनेर हाँस्न दे, गरिबलाई मार्न पाइँदैन, गरिबलाई मार्न पाइँदैन, झुटो आश्वासन चाहिँदैन, झुटो आश्वासन चाहिँदैन। सहकारी पीडितलाई न्याय दे, सहकारी पीडितलाई न्याय दे, राज्यको कोष होइन ठगेकोले, राज्यको कोष होइन ठगेकोले, विदेशी ऋण बन्द गर, विदेशी ऋण बन्द गर, स्वदेशी अर्थतन्त्रको विकास गर, स्वदेशी अर्थतन्त्रको विकास गर। सरकार जवाफदेही बन्नै पर्छ, जवाफ दे या राजीनामा दे, जवाफ दे या राजीनामा दे, संसदीय कर्तव्य पुरा गर, संसदीय कर्तव्य पुरा गर। माननीय सदस्यहरू, प्रतिनिधि सभाको बैठकको मर्यादा कायम गर्नु सबै माननीय सदस्यहरूको कर्तव्य हो। प्रतिनिधि सभा नियमावली 2079 को नियम 20 को खण्ड झ बमोजिम सभाको मर्यादा कायम राख्न म माननीय सदस्यहरूलाई आग्रह गर्दछु। साथै माननीय सदस्यहरूलाई नियमावलीको नियम 30 मा रहेको व्यवस्थातर्फ पनि म ध्यानाकर्षण गराउँदछु। माननीय सदस्यहरू, माननीय सदस्य हर्कराज राई सहित श्रम संस्कृति पार्टीका माननीय सदस्यहरूले नियमित रूपमा सभाको मर्यादा विपरीत संसदमा प्ले कार्ड देखाउने, अभद्र व्यवहार देखाउने गरेकोले म माननीय सदस्यहरूलाई प्रतिनिधि सभा नियमावली 2079 को नियम 30 बमोजिम आफ्नो क्रियाकलाप तथा व्यवहार सच्याउन चेतावनी दिन्छु। सभामुख महोदय, यहाँले दिनुभएको चेतावनी हामीले सुन्यौं। यो नियम 15 को 2 चाहिँ यहाँले पालना गराउनुहुन्छ कि हुन्न? यो उत्तर हामी चाहन्छौँ। मान्य सदस्य हर्कराज राईलाई म बस्नुहोस्। मान्य सदस्य बस्नुहोस्। हिजो पनि मैले ध्यानाकर्षण गराएको हो, हामीले उठाएका महिनौं पहिलादेखि उठाएका प्रश्नहरू छन्। ती प्रश्नहरूको उत्तर सम्बन्धित मन्त्रीले दिनुपर्छ भन्ने हाम्रो नियमावलीमा लेखिएको छ। तर यहाँनिर चाहिँ तपाईँको सरकारको पक्षबाट मन्त्रीहरूको उपस्थिति नहुनु, उहाँहरूलाई हामीले सोधेको प्रश्नको हामीले अहिलेसम्म उत्तर नपाउनु, यसले चाहिँ तपाईँको चाहिँ यो संसदको मर्यादा राखिएको छ या कायम भएको छ कि छैन भन्ने बारेमा पनि म सोध्न चाहन्छु महोदय। मान्य सदस्य हर्कराज राई, यहाँले राखिराख्नु भएको जिज्ञासा र धेरै मान्य सदस्यहरूले राख्नु भएको शून्य समय, आकस्मिक समय, विशेष समय र हुन्छ भने सबैमा उत्तिकै लागू हुनुपर्छ महोदय। मान्य सदस्य नियम लगाउने होइन, यही नियमावलीको तपाईँको चाहिँ मान्य सदस्यले समय लिएर बोल्न चाहनु भएको हो। मान्य सदस्यले समय लिएर बोल्न चाहनु भएको हो। मान्य सदस्य हर्कराज राईलाई माइक दिनुहोस् र 2 मिनटभित्र आफ्नो कुरा राख्नुहोस्। सभामुख महोदय, हामीले बारम्बार प्रश्न उठाएका छौँ। हाम्रो आफ्नो व्यक्तिगत प्रश्न नभएर जनताका प्रश्नहरू हामीले सरकारका सम्बन्धित मन्त्रीहरूलाई सोध्न चाहेका छौँ। सिमानाको कुरादेखि लिएर महँगी नियन्त्रणका कुरादेखि लिएर सहकारी पीडितलाई तपाईँको चाहिँ के अरे फिर्ता गर्दै गरेको पैसाको स्रोत के हो,
कहाँबाट हामीले चाहिँ नि के अरे फिर्ता गर्दैछौँ भन्ने कुराहरू यस्ता महत्त्वपूर्ण विषयहरूमा हामीले चाहिँ नि थुप्रै प्रश्नहरू राख्न खोजेका छौँ। सुकुम्बासी व्यवस्थापनसँग सम्बन्धित प्रश्नहरू राख्न खोजेका छौँ, तर सम्बन्धित मन्त्रीहरू सदनमा आउँदै नआउने, नीति तथा कार्यक्रम प्रस्तुत गर्दा नि नआउने, छलफल नि नआउने, तपाईँको चाहिँ के अरे उत्तर दिनका लागि पनि आउनुपर्ने मान्छे नआउने, अरू मान्छे आउने, यो तरिकाले चाहिँ तपाईँको यो हाम्रो नियमावलीको 15(2) नियमावली 15 को उपनियम 2 लागू भएको देखिँदैन। त्यसो भएको कारणले गर्दाखेरि हाम्रो जोरदार माग छ, यो संसदप्रति सरकार जवाफदेही हुनैपर्छ, जनताप्रति सरकार जवाफदेही हुनैपर्छ, बन्नैपर्छ। किनभने जनताकै तपाईँको चाहिँ के अरे भोट लिएर हामी यहाँ आएका छौँ, जनताको प्रश्न राख्ने सदन हो यो, जनताको प्रश्नहरू सोधिने सदन हो। त्यो सदनमा सरकार नआउनु, सरकारको प्रतिनिधि नआउनु, यसले के जनाउँछ सभामुख महोदय? त्यसो भएको कारणले गर्दाखेरि यहाँले कडा तरिकाले रुलिङ गरेर सरकारको पक्षका मानिसहरूलाई पनि लिएर, मन्त्रीज्यूहरूलाई पनि लिएर चाहिँ यहाँनिर प्रश्नोत्तर गर्ने 5-6 वटा प्रश्न हामी सोध्न चाहन्छौँ। ती प्रश्नहरूको उत्तर जनतालाई चाहिँ नि दिनुपर्ने बाध्यता उहाँहरूको कर्तव्य हो। त्यो कर्तव्यदेखि चाहिँ नि भाग्ने उहाँहरूको जुन चलन छ, यसप्रति हाम्रो घोर आपत्ति छ। यो सरकार, यो सदनप्रति जवाफदेही नभएको त्यो चाहिँ नि के अरे हामीले महसुस गरेका छौँ। त्यसो भएको कारणले गर्दाखेरि संसदीय मर्यादा अन्तर्गत जो प्रधानमन्त्रीदेखि लिएर तपाईँको मन्त्री परिषदका सबै मन्त्रीहरू यही सदनका सदस्य, त्यसो भएको कारणले गर्दाखेरि यहाँले रुलिङ गरेर उहाँहरूलाई ल्याउनुपर्छ। यो माग हामी राख्छौँ। यो माग पुरा नभइन्जेलसम्म हामी सधैँभरि, मैले अहिले नै भने, सधैँभरि हामी पर्चा देखाइ नै रहन्छौँ, आन्दोलन गरि नै रहन्छौँ। यहाँभित्र एक खालको हामीले तोडफोड गरेका छैन, आगजनी गरेका छैन, होइन? यो तरिकाको चाहिँ के अरे हाम्रो प्रदर्शन भइ नै रहने कुरा जानकारी गराउँछु। माननीय सदस्य बस्नुहोस्। मैले माननीय सदस्य हर्कराज राईलाई भर्खरै समय दिएँ यहाँकै दलबाट, त्यस कारणले अब मलाई बोल्न दिनुहोस्। माननीय सदस्य बस्नुहोस्, माननीय सदस्य बस्नुहोस्। मान्य सदस्यहरू, हामीले सदन सुरुवात गरेको 28 गते, वैशाखको 28 गते। आज हामी जेष्ठ 6 गते र आज 7औं दिनको बैठक हामी सञ्चालन गरिरहेका छौँ। आजै केही मन्त्रीहरूले सदनमा उठेका शून्य समय, विशेष समय, आकस्मिक समय लगायत विभिन्न समयमा उठेका प्रश्नहरूको जवाफ दिने कार्यतालिका छ। त्यस कारणले मान्य सदस्यहरूले कार्यक्रम सुरुवात, हामी सभा सञ्चालनको सुरुवात गर्न अगावै आकस्मिक समय माग्नुहुन्छ, तर म आकस्मिक समय दिन पनि कोसिस गरिरहेको हुन्छु। तर मैले हिजो पनि भनेको थिएँ, आकस्मिक समयको महत्त्व, आकस्मिक समय कस्तो अवस्थामा दिइनेछ र त्यसमा के प्रसङ्ग उठाइनेछ, यो कुराहरूलाई ध्यान आकर्षण गराउन चाहन्छु। मान्य सदस्यहरू, आज आकस्मिक समयमा बोल्न केही मान्य सदस्यहरूले समय माग गर्नुभएकोले म उहाँहरूलाई समय दिन्छु। सर्वप्रथम माननीय सदस्य ज्ञानु पौड्याल,